फूलमती न्याय, कोपिला कामी, निर्मला पन्त र अहिले गरिमा चौधरी। नमस्ते सबैजनालाई। आज मेरो विषयवस्तु एकदम फरक रहेको छ। 3 वर्षीय बालिका जसले भर्खरै आफ्नो संसार देख्दै छिन्, उनी आज हामीमा छैनन्। के यही हो त मानवताको भावना? हामीलाई यो घटनाबारेमा सोच्दाखेरि वा सुन्दाखेरि नै यति दुःख लागिरहेको छ। तर ती बलात्कारीहरूले कसरी गर्न सकेका होला? कि अलिकति पनि दया लागेन? गरिमा चौधरी जस्तै अन्य बालबालिका वा नारीहरूमाथि भएको बलात्कारको घटनालाई न्याय दिन हामी आफ्नो ठाउँबाट आवाज उठाउँ। हामीले बुझेका छौँ कि नेपालको संविधान अनुसार कसैलाई पनि मृत्यु दण्ड दिन मिल्दैन, तर त्यस्तो निर्मम हत्या गर्नेलाई छोड्नु पनि हुँदैन। त्यसैले हामी सबैजना मिलेर दोषीलाई कडाभन्दा कडा सजाय दिन माग गरौँ। जबसम्म बलात्कारीहरूले आफूले गरेको कुकर्मको लागि उचित सजाय पाउँदैनन्, तबसम्म यो कुरा रोकिनेवाला छैन। यस्ता घटनाहरूबारे धेरै पहिलादेखि नै हामी आवाज उठाउँदै आइरहेका छौँ, तर अहिलेसम्म निचोडमा पुग्न सकेको छैनौँ। आखिर यो कहिलेसम्म सरकार?